हो। हामी यहाँ बाँच्न सकेनौँ। वर्षौँ धाउँदा पनि हामीलाई कहीँबाट पनि न्याय नमिलिसकेपछि र घरभित्रैको त्यत्रो ठुलो पीडालाई हामीले दबाएर रङ्गशाला बनाइरहेका थियौँ, बस्ती बनाइरहेका थियौँ। छोरीलाई ब्लेस मिल्ला भन्ने थियो। उसको स्वास्थ्य समस्या दिनानुदिन जटिल भइरहेको थियो। त्यसको पनि प्रभाव नगरिकन म सिंहदरबार धाइरहेको थिएँ। राज्यले न्याय दिन्छ र उसको उपचारका लागि निस्किन्छौँ भन्ने थियो। केही सिप नलागिसकेपछि छोरीको उपचार त हामी अमेरिका पुग्यौँ। रुँदै कराउँदै एयरपोर्टमा अपराधी जस्तै कोही पनि आफन्तहरू हामीलाई बिदाबारी गर्न आउने अवस्था पनि भएन। भारी मन लिएर हामी अमेरिका पुग्यौँ। अमेरिका पुग्न साथ रङ्गशालाबाट लुटेको रकमले ग्रिन कार्ड किने, करोडौँ पैसा यताबाट उता पठाएका हुन्। ग्यास स्टेसन खोलेका छन्, लिकर सप खोलेका छन्, विभिन्न भ्रमहरू फैलाउने काम भयो। जबकि हामीलाई निकै धेरै आत्मबलको खाँचो थियो, सहाराको खाँचो थियो। अझ हामीलाई डिप्रेसिभ बनाउने काम भयो। त्यसलाई पनि हामीले सह्यौँ, सहर्ष स्वीकार्यौँ। एक दिन त बोल्ने समय आउँछ, भन्ने समय आउँछ। एक दिन त सत्य कुरा आइहाल्छ नि। अहिले सहनुपर्छ भन्दै गयौँ। जब बच्चालाई लिएर हामी हस्पिटल जान्थ्यौँ, अपडेटहरू दिँदै जान्थ्यौँ, धेरै शुभेच्छुकहरूले ब्लेस गर्नुभयो। उहाँहरूलाई सबैलाई धन्यवाद दिन चाहन्छु। तर कयौँले वर्षौँदेखि हामीलाई खेदिरहनु भएको थियो, आलोचना गरिरहनु भएको थियो। उहाँहरूले हामीलाई जेसुकै भन्दा पनि हामी सहेकै थियौँ। तर बच्चालाई रिप लेख्नु भएको थियो। बाबुआमा जस्तो लुटेरा नबन है छोरी, ठगको सन्तान, अन्टा कन्ठा। त्यो बच्चा जसले वर्षौँसम्म आफ्नो बाबुआमा तडपेको, पिल्सेको, रोको, कराको, चिच्चाको देखेर आजित भएको थियो। ऊ मानसिक हिसाबमा यति धेरै त्रसित थियो, यति धेरै टर्चर भोगिरहेको थियो। अझ हामी त्यहाँ पुग्दा पनि एउटा मानवीय संवेदना पनि महसुस नगरिकन बच्चालाई धरि त्यसरी चाहिँ रिप लेखियो। त्यसलाई पनि हामीले स्वीकार्यौँ। केही विज्ञापनहरूको काम हामी गर्दैथ्यौँ। एउटा ज्वेलरी सपको विज्ञापन हामीले बनायौँ। रियल इस्टेट कम्पनीको एउटा विज्ञापन बनायौँ। धुर्म सुन्तलीले त घरै किने रङ्गशालाको पैसाले ज्वेलरी सप खोलेका छन् भनेर फेरि हामीलाई ट्रोल बनाइयो। जबकि हामी वैवाहिक जीवनमा बाँधिएका सम्पूर्ण गरगहनाहरू बेचेर केही उपाय नभइसके, कैफियत नदेखिनु, त्यसमा हामी गर्व गर्छौँ। जनस्तरबाट स्रोत जुटाएर 3.5 अर्बको रङ्गशाला बनाउँछौँ भनेर जतिखेर ओडिआई मान्यता प्राप्त हुँदाखेरि